यो के अरे सिस्टम एन्ड नेटवर्क एडमिनिस्ट्रेसनमा चाहिँ एमआइटी सेकेन्ड सेममा चाहिँ यो डिएचसिपी भन्ने टपिक अलिक इम्पोर्टेन्ट नै जस्तो लाग्यो मलाई। यसको 2024 पनि क्वेसन सोधेको रहेछ, 2025 पनि क्वेसन सोधेको रहेछ। 24 मा चाहिँ के सोधेको छ भन्दाखेरि यदि डिएचसिपी सर्भरले चाहिँ आइपी एड्रेस असाइन गर्न सकेन भने त्यसलाई के गरी आइडेन्टिफाई गर्ने, त्यसलाई के गरी रिजल्भ गर्ने हैन, यसमा के प्रोसेसर हुन्छ त्यो इन्क्लुड गर्ने स्टेप वाइज भनेर सोधेको छ। 2025 मा चाहिँ यसमा यो गरी आइपी एड्रेस असाइन गर्नको लागि के स्टेप्स पर्छ अथवा के मेसेजहरू इन्टरचेन्ज हुन्छ त्यो कुरा सोधेको रहेछ, अपरेसन्सहरू। त्यो कुरा बुझ्नको लागि चाहिँ सुरुमा डिएचसिपी बुझ्नु पऱ्यो। डिएचसिपीको काम चाहिँ के भन्दाखेरि यसको फुल फर्म भनेको डाइनामिक होस्ट कन्फिगरेसन प्रोटोकल भयो। डाइनामिक होस्ट कन्फिगरेसन प्रोटोकलले चाहिँ के काम गर्छ भन्दाखेरि जस्तै मसँग कुनै पनि एउटा नेटवर्क छ, यो नेटवर्कमा कुनै पनि एउटा नयाँ डिभाइस चाहिँ यो नेटवर्कमा आयो भने यो डिभाइसलाई चाहिने आइपी एड्रेस, गेटवे, त्यसपछि त्यसको डिएनएसको एड्रेस हैन, अरू नेटवर्कलाई चाहिने अरू इन्फर्मेसन, यसरी नेटवर्कमा कम्युनिकेट गर्न चाहिने अरू इन्फर्मेसनहरू चाहिँ डिएचसिपीले के गर्नु पर्यो भन्दाखेरि अटोमेटिक यसलाई प्रोभाइड गरिदिनु पर्यो। अब यो प्रोभाइड गर्ने मेकानिजम यसले के गरी काम गर्छ त भन्दाखेरि यहाँनिर चाहिँ एउटा फिगरबाट बुझ्न सकिन्छ। अब यसलाई चाहिँ यहाँ डिएचसिपी सर्भरले यो आइपी एड्रेसहरू प्रोभाइड गर्ने रहेछ र डिएचसिपी क्लाइन्ट अथवा भर्खरै डिभाइस जुन जोइन भएको छ त्यसले चाहिँ यो सबै कुरा रिसिभ गर्ने रहेछ। अब यो कुरा चाहिँ के गरी भन्छ भन्दाखेरि जस्तै सबैभन्दा सुरुमा चाहिँ हामीसँग डिएचसिपी सर्भरले अथवा डिएचसिपी क्लाइन्टले डिएचसिपी डिस्कभर भन्ने मेसेज ब्रोडकास्ट गर्छ। डिएचसिपी डिस्कभर भन्ने मेसेजमा चाहिँ के हुन्छ भन्दाखेरि म चाहिँ नेटवर्कमा आएँ, नेटवर्कमा को डिएचसिपी सर्भरहरू छ, मलाई चाहिने नेटवर्किङ इन्फर्मेसनहरू प्रोभाइड गर त भन्ने यो कुरा उसले ब्रोडकास्ट गर्छ। किन ब्रोडकास्ट गर्छ, डाइरेक्टली पठाउँदैन सर्भरलाई भन्दाखेरि यसको आफ्नो आइपी हुँदैन यतिखेर, त्यही भएर यो कुरा यो नेटवर्कलाई ब्रोडकास्ट गरिदिन्छ। ब्रोडकास्ट गरेको यो मेसेज चाहिँ हाम्रो डिएचसिपी सर्भरहरूले भेटाउँछन्। सर्भरहरूले भेटाइसकेपछि के गर्छ भन्दाखेरि अब उसले चाहिँ डिएचसिपी अफर गर्छ क्लाइन्टलाई। यसले अफर गर्छ, ओके मसँग एभाइलेबल आइपी यो छ, यसको इन्फर्मेसन तँलाई मैले पठाइदिएको छु, तँलाई एक्सेप्ट के छ अफर गर्छ। यसै गरी धेरैवटाले गर्न सक्छन् उसलाई अफर गरेको कुरा चाहिँ अब उसले के गर्न सक्छ भन्दाखेरि रिक्वेस्ट गर्न सक्छ। उसलाई यो अफर मन पर्यो, क्लाइन्टलाई यो आइपीहरू मन पर्यो, उसलाई अफर मन पर्यो भने उसले यो अफर चाहिँ अब के गर्छ त एक्सेप्ट गर्यो भने चाहिँ उसले यसलाई के गर्छ त रिक्वेस्ट गर्छ, डिएचसिपी रिक्वेस्ट गर्छ क्लाइन्टले सर्भरलाई। डिएचसिपी रिक्वेस्टमा चाहिँ फर्मल्ली ओके यो आइपी मलाई मन पर्यो, मलाई दे भन्ने खाले कुरा गरेको। अब यो रिक्वेस्ट आइसकेपछि फेरि यो डिएचसिपी सर्भरले रिक्वेस्ट पाएपछि उसले के गर्छ भन्दाखेरि यसलाई एलोकेट गर्नको लागि डिएचसिपी एक्नोलेजमेन्ट गर्छ। एलोकेट गर्नको लागि चाहिँ उसले ओके ल आजदेखि तेरो आइपी यो यस्तो केही भयो भनेर। यसमा के पाउँछ त क्लाइन्टले भन्दाखेरि आइपी एड्रेस पाउँछ, यस्तो केही सबनेट मास्क पाउँछ, डिफल्ट गेटवे पाउँछ, डिएनएस सर्भर्सहरूको लोकेसनहरू थाहा पाउँछ, एड्रेस। अनि यसको कति दिनको लागि यो आइपी पाएको यो लिस्ट टाइम पनि यसले पाउने भयो। र यति मात्रै होइन, अरू सिग्नलहरू पनि यिनीहरू बिचमा इन्टरचेन्ज हुन सक्छन्। अरू इन्टरचेन्ज हुने सिग्नल भने के भन्दाखेरि यो रिक्वेस्ट डिएचसिपी रिक्वेस्ट गर्नुको साटो यसले यो अफर जुन छ यो अफरलाई रिजेक्ट गर्नु पर्यो भने क्लाइन्टले डिएचसिपी रिजेक्ट पठाउँछ। अर्को भनेको चाहिँ जस्तै यसले डिएचसिपी एक्नोलेजमेन्ट के गर्नलाई पठायो भन्दाखेरि डिएचसिपी रिक्वेस्ट जुन आएको थियो त्यो रिक्वेस्टलाई तैँले पाइस् है, ल अब तेरै भयो भनेर उसले डिएचसिपी एक्नोलेजमेन्ट गर्यो, होइन त पाउँदैनस् अब भन्ने खाले कुरा गर्यो भने चाहिँ यसले के गर्छ नेगेटिभ एक्नोलेजमेन्ट न्याक पठाइदिन्छ। त्यसै गरी लिस्ट टाइम डिएचसिपीले के गर्छ भन्दाखेरि एलोकेसन कसरी गर्छ भन्ने कुरा बुझ्नु न। डिएचसिपी एलोकेसन 3 तरिकाले गर्न सक्छ, म्यानुअल एलोकेसन, डाइनामिक एलोकेसन र अटोमेटिक एलोकेसन भनेर। म्यानुअल एलोकेसनमा चाहिँ नेटवर्क एडमिनिस्ट्रेटरले म्यानुअली यो डिभाइसको लागि यो आइपी भनेर कन्फिगर गरिदिने। डाइनामिक एलोकेसनमा यतिदेखि यति रेन्जको आइपी छ, यो मध्येमा कुनै एउटा आइपी प्रोटोकलले आफै अटोमेटिक चुज गरेर दिने यो डिभाइसलाई, जहाँ चाहिँ नेटवर्क एडमिनिस्ट्रेटर काम भनेपछि यतिदेखि यति आइपी हो यहाँको आइपी पुल भनेर डिफाइन गरिदिनु मात्रै हुन्छ। र यहाँ दिँदाखेरि चाहिँ के गर्छ भन्दाखेरि आइपी एउटा सर्टेन टाइमको लागि, लिस्ट टाइमको लागि, जस्तै 1 दिन 2 दिन 10 दिन त्यति टाइमको लागि मात्रै आइपी प्रोभाइड गर्छ डाइनामिक एलोकेसनमा। र अर्को के छ भन्दाखेरि अटोमेटिक एलोकेसन। अटोमेटिक एलोकेसनमा चाहिँ के हुन्छ भन्दाखेरि त्यही सेम हो, डाइनामिक एलोकेसन जस्तै हो। यहाँ चाहिँ के डिफ्रेन्स छ भन्दाखेरि जुन एउटा सर्टेन लिस्ट टाइमको लागि मात्रै एलोकेट गरेको थियो डाइनामिक एलोकेसनमा आइपी कुनै पनि डिभाइसलाई, यहाँ चाहिँ त्यो लिस्ट टाइम इन्फाइनाइट हुन्छ, सधैँभरिको ल बाबु तिमी लैजाऊ भनेर टिका लगाएर दिए जस्तो। अब हो त्यही कुरा चाहिँ अब यदि यसले डिभाइसले छोड्नु पर्यो, यो नेटवर्क छोडेर जानु पर्यो भने यसले यो के गर्छ डिएचसिपी सर्भरलाई एउटा मेसेज पठाउँछ जुन चाहिँ के हो भन्दाखेरि डिएचसिपी रिलिज हो। डिएचसिपी रिलिज भनेको चाहिँ ल मलाई अब चाहिँदैन, नो लङ्गर निड अफ योर आइपी, यु क्यान टेक इट ब्याक भनेर केही कुरा उसलाई दिए जस्तो। यो चाहिँ हाम्रो अपरेसन छ 2025 मा जोडेको थियो। अब हामीसँग के छ भन्दाखेरि अब यदि ट्रबल सुटिङ के गरी गर्ने त, यसको जे काम थियो यसले जुन आइपी एड्रेस प्रोभाइड गर्नुपर्ने थियो कम्प्युटरलाई अथवा क्लाइन्टलाई त्यो गर्न सकेन भने चाहिँ त्यो कुरा के गरी पत्ता लगाउँछस् भन्ने यहाँ क्वेसन सोधिरहेछ। यसको लागि मसँग 3-4 स्टेप छन्। सबैभन्दा सुरुको स्टेप भनेको डिएचसिपी सर्भरको स्ट्याटस चेक गर्छु। डिएचसिपी सर्भर कहाँ सर्भरै यो गरी हाम्रो प्रब्लम छ कि सर्भरमा, सर्भर ठिक गरी काम गरिसकेको छैन भनेर सबैभन्दा सुरुमा चाहिँ त्यहाँ चेक गर्नु पर्यो। यहाँ सोच्ने तपाईँ एउटा नेटवर्क एडमिनिस्ट्रेटरको रोलमा कुनै पनि अर्गनाइजेसनमा काम गरिरहनु भएको छ, त्यतिखेर तपाईँलाई यस्तो समस्या आयो भने तपाईँ के गरी सल्भ गर्नुहुन्छ त्यो पर्सपेक्टिभबाट एन्सर लेखिएको छ।
फर्स्ट थिङ भनेको चाहिँ डिएचसिपी सर्भर स्ट्याटस चेक गर्छु, डिभाइस कस्तो छ, डिभाइस स्टार्ट भएको छ कि छैन। डिभाइस स्टार्ट भयो भने त्यो डिभाइसको लाइक कन्फिगर गरिएको छ कि छैन डिएचसिपी सर्भरलाई नेटवर्कमा काम गर्नको लागि, आइपी एड्रेस असाइन गर्नको लागि, र नेटवर्कले त्यसलाई अथोराइज गरेको छ कि छैन, पर्मिसन दिएर नेटवर्कमा त्यसलाई एक्टिभ बनाएको छ कि छैन, यो कुरा चेक गर्नु पऱ्यो। र अर्को भनेको चाहिँ एभाइलेबल आइपी एड्रेस पुल छ कि छैन, अथवा त्यो आइपीको जुन अघि हामीले रेन्जको कुरा गर्छौँ त्यो फुल पनि हुनसक्छ नि त, स्याचुरेटेड पनि हुनसक्छ नि त। बाई एभाइलेबल आइपी नयाँ छ कि छैन एसाइन गर्नको लागि, यो कुरा चेक गर्नु पऱ्यो डिभाइस डिएचसिपीको सर्भरमा गएर। र यस पछाडि त्यहाँनिर सर्भरको इन्टरफेस जुन हुन्छ त्यो इन्टरफेसमा लग्सहरू, इरर मेसेजहरू पनि के गर्नु पऱ्यो भन्दाखेरि हेर्नु पऱ्यो के छ, यसमा के प्रब्लम आइरहेको छ, यो कुरा त्यो सुरुमा एक्सन त्यो पर्फर्म गर्नुपर्छ तपाईँले। र यसको रिजोल्युसनमा के गर्ने भन्दाखेरि यदि डिएचसिपी स्टप भएको रहेछ सर्भरले फ्यासिलिटी गर्नको लागि भने त्यसलाई रिस्टार्ट गरिदिनु पऱ्यो। कन्फिगरेसनमा केही प्रब्लम आएको रहेछ भने त्यो कन्फिगरलाई फेरि करेक्ट गरेर गर्नु पऱ्यो। र यदि आइपी रेन्ज जुन हामीले डिस्कस गरेको छौँ सबै दिइसकेको रहेछ भने नयाँ थप्नु पऱ्यो त्यसमा। नेक्स्ट भनेको नेटवर्कको कनेक्टिभिटी हेर्नु पऱ्यो। र डिएचसिपी त ठिक छ अरे, बा नेटवर्कमा केही समस्या छ कि होइन, फिजिकल केबल्सहरू, स्विचेसहरू, राउटर्सहरू केही बिग्रेको छ कि, यो कुरा चेक गर्नु पऱ्यो। र यस पछाडि त्यसमा चाहिँ डिएचसिपी सर्भर र हाम्रो जुन नेटवर्कमा आएको डिभाइस छ त्यो एउटै नेटवर्कमा छ त, डिफ्रेन्ट नेटवर्कमा छ भने त त्यो त अचम्मको कुरा भयो। एउटामा चाहिँ यो के अरे डिएचसिपी सर्भर छ अनि अर्को कहाँ पहाडको नेटवर्कमा चाहिँ लगेर यो डिभाइस कनेक्ट गर्न खोज्दा त सक्दैन होला, एउटै सर्भरमा छ कि छैन फिजिकली अथवा भर्चुअल ल्यान्डको पर्सपेक्टिभबाट यो कुरा हेर्नु पऱ्यो। र अर्को चाहिँ के छ भन्दाखेरि त्यो बिचमा नेटवर्कमा डेटा प्याकेट्सहरू ट्राभल गर्न सकिरहेको छ कि छैन भन्ने कुरा पिङ गरेर हेर्नु पऱ्यो। पिङ भनेको कमान्ड हो जुन सिस्को प्याकेट ट्रेसर चलाउँदाखेरि हामी दुईवटा डिभाइसमा डाटा एक्सचेन्ज भएको छ कि छैन भनेर त्यहाँ चेक गर्नको लागि युज गर्छौँ। त्यसै गरी अर्को भन्दाखेरि चाहिँ डिएचसिपी रिले एजेन्ट्सहरू राम्ररी कन्फिगर भएको छ कि छैन। अब यहाँ एउटा इम्पोर्टेन्ट क्वेसन आउँछ, डिएचसिपी रिले एजेन्ट्सको काम के हो भन्दाखेरि हामीसँग एउटा यस्तो नेटवर्क छ अरे, जस्तै एउटा ठुलो नेटवर्क छ, कलेजको नेटवर्क छ, त्यसलाई डिपार्टमेन्ट वाइजमा डिभाइड गरिएको छ, सब नेटिङ गरेर डिभाइड गरेको छ अरे। यहाँ एउटा कुनै पनि डिभाइस आयो र डिएचसिपी सर्भरमा चाहिँ यहाँ छ, सर्भर चाहिँ यहाँ छ अरे, डिएचसिपी सर्भर एलोकेट गर्ने भने चाहिँ यहाँ बिचमा राउटरहरू हुन्छन् होला, हो यो राउटरमा चाहिँ हाम्रो डिएचसिपी रिले एजेन्ट्स हुन्छ। यसले चाहिँ के गर्छ भन्दाखेरि यहाँबाट आएको यो डिएचसिपीको रेस्पोन्सलाई यतातिर फरवर्ड गरिदिने अथवा इन्टरचेन्ज गरिदिने काम गर्छ। त्यसले राम्ररी काम गरेको छैन, राउटिङ नेटवर्क्स राम्ररी भएको छैन, कन्फिगर भएको छैन, त्यो कुरा चेक गर्नु पर्यो। सिमिलरली अब यसमा प्रब्लम चाहिँ के गरी सल्भ गर्ने त भन्दाखेरि हाम्रो केबल्सहरू के छ, बिग्रेको छ कि छैन त्यसलाई रिप्लेस गर्ने होइन, फल्टी छ भने कुनै पनि। त्यस पछाडि डिएचसिपी रिले एजेन्ट्स राम्ररी कन्फिगर भएको छैन चेक गर्ने, त्यसलाई कन्फिगर गर्ने, यदि भएको छैन भने के गरी गर्ने तर। त्यस पछाडि स्विचेज नेटवर्क इन्टरफेसहरूले चाहिँ राम्ररी काम गरेको छ कि छैन त्यसलाई चेक गरेर हामी यहाँबाट नेटवर्कको पनि एउटा भेरिफाई गर्न सक्छौँ कनेक्टिभिटी। र त्यस पछाडि अब ब्याक क्लाइन्ट जुन कम्प्युटर आएको थियो त्यो कम्प्युटरमा के खराबी छ कि जोडिन आएको कम्प्युटरमा त्यो कुरा चेक गर्नु पर्यो, किनभने यसले पनि त गर्दा नहुन सक्छ नि त आइपी होइन। यसको लागि क्लाइन्टको डिभाइस अटोमेटिक आइपी कन्फिगर गर्नको लागि रेडी छ कि छैन अथवा त्यो एलाउ गर्छ कि गर्दैन, कन्फिगर छ कि छैन, यो कुरा फर्स्ट तपाईँले चेक गर्नु पऱ्यो। सेकेन्डमा के चेक गर्नु पऱ्यो भन्दाखेरि त्यहाँ अलरेडी जुन एक्जिस्टिङ यदि आइपी छ भने त्यसलाई रिन्यू गर्ने र त्यसलाई रिलिज गर्ने कन्सेप्टमा जानु पऱ्यो, जसका हामीले आइपी हेर्नलाई आइपी कन्फिग गर्न सक्छौँ। र त्यसलाई आइपी रिलिज गर्नु पऱ्यो भने केही गर्दैन, कमान्ड प्रम्प्टमा जाने आइपी कन्फिग / रिलिज गर्दैन, आइपी रिलिज हुन्छ। त्यसपछि आइपी कन्फिग / रिन्यू भन्ने कमान्ड हाल्यो भने चाहिँ आइपी रिन्यू हुन्छ। यो कमान्डहरू रन गरेर हेर्ने क्लाइन्टको डिभाइसमा। र कहिलेकाहीँ के भएको हुन्छ भन्दाखेरि अटोमेटिक प्राइभेट आइपी एड्रेस पनि एपिआइपिए सर्टकटमा अटोमेटिक प्राइभेट आइपी एड्रेस चाहिँ डिभाइसले अटोमेटिक पाएको हुन्छ नेटवर्कमा आउँदाखेरि। जस्तै जुन चाहिँ 169.254बाट सुरु हुन्छ, पछाडि दुई नम्बर जे पनि हुनसक्छन्। यस्तो केही तपाईँको आइपी बसिसकेको छ भने चेक गर्ने पहिले आइपी त्यहाँबाट छ भने डिएचसिपी फेलेर यसलाई हटाउनु पऱ्यो। अब यसको के गरी गर्ने भन्दाखेरि सबभन्दा सुरुमा त टिसिपीले सेटिङ इस्टाब्लिसमेन्ट कनेक्सन इस्टाब्लिसमेन्ट राम्ररी गर्न सकेको छैन, यो टिसिपी आइपी नेटवर्कमा काम गर्छ, त्यसको चेक गर्नु पऱ्यो। सेकेन्डमा सेकेन्ड जहिले भने पनि जे रिस्टार्ट गर्ने एउटा वान अफ द रिजोल्युसन हुनसक्छ, नेटवर्किङका एडाप्टरहरूलाई डिभाइसेसहरूलाई अथवा क्लाइन्टको कम्प्युटरलाई एकचोटि हेर्दा रिस्टार्ट गरेर हेर्ने। अर्को भनेको चाहिँ स्ट्याटिक, कहिलेकाहीँ त अब स्ट्याटिक यो राखेको हुन्छ नि त चकचक गरेर, स्ट्याटिक आइपी राखेर चाहिँ हामी त्यहाँ डिएचसिपीले दिएन भन्न त पाइएन, त्यो छ भने त्यसलाई हेर्नु रिमुभ गर्नु पऱ्यो स्ट्याटिक आइपी छ भने। र समस्या क्लाइन्टबाट नेटवर्कबाट र सर्भरबाट मात्रै नहुनसक्छ, समस्या फायरवाल र सेक्युरिटी जस्तै हाम्रो एन्टिभाइरसबाट हुनसक्छ, त्यसलाई चेक गर्ने। त्यसको युडिपी पोर्ट 67 र 68 खुल्ला छ कि ब्लक छ यो कुरा चेक गर्नु पऱ्यो। फायरवाल र एन्टिभाइरसको कुनै पोलिसीले रोकिरहेछ कि त्यो कुरा चेक गर्नु पऱ्यो। र यस्तो हो भने डिएचसिपी ट्राफिकलाई चाहिँ फायरवालको थ्रुबाट अलाउ गर्नु पऱ्यो, कुनै पनि सेक्युरिटी मोडिफाई गर्नुपर्छ भने मोडिफाई गर्ने, एन्टिभाइरस अफ गरेर गर्नुपर्छ भने गरिदिने। लास्टमा अब के गर्ने भन्दाखेरि डिएचसिपीको फङ्सनालिटी चेक गर्ने, अर्को डिभाइस हाल्ने, काम गरिरहेको छ कि छैन चेक गर्ने, त्यसले आइपी पायो कि पाएन, भ्यालिड आइपी पायो कि पाएन, गेटवे पायो कि पाएन, अघि हामीले जुन डिस्कस गरेको थियौँ यी इन्फर्मेसनहरू डिएचसिपीले प्रोभाइड गरिरहेको छ कि छैन भनेर चेक गर्ने।
गरिरहेको छ भने ठिक छ, हामीले त्यो कुरा प्रब्लमलाई सल्भ गऱ्यौँ। गरिरहेको छैन भने अघि तपाईँ जुन अर्गनाइजेसनमा एज अ नेटवर्क एडमिनिस्ट्रेटर काम गरिरहनु भएको थियो त्यहाँको त्यो महिनाको सेलरी लिने, रिजाइन रेजिग्नेसन हालिदिने, मलेसियाको भिजा लाएर चल्दिने, फेरि भिजा फेरि टिकट।